हेलो गाइस, वेलकम बैक टू आवर च्यानल। तपाईले जुन साप यहाँ हेर्नुहुँदैछ यसको नाम चाहिँ ब्रान्डेड क्रेट साप हो। अनि तपाई यो अगाडि भिडियोमा हेर्नुहुँदैछ कि हामी त्यही सापलाई पक्रिनु चाहिँ यहाँ कोलनको भित्र आएको छौं। अनि यहाँ मान्छेहरुको पनि भिड छ, तपाईले हेर्नुहुँदैछ होला। अनि यहाँ आन्टीहरुले चाहिँ भन्नुहुँदैछ कि साप त्यो जबडाको भित्र छ भनेर साप चाहिँ जबडाको भित्र छ भन्नु हुँदैछ हैन। अनि त्यहाँबाट यहाँ सबै सामानहरु चाहिँ बाबुले रेडी गर्नु हुँदैछ। अहिले तपाईले हेर्नुहुँदैछ हैन, यहाँ अंकलको रियाक्सन पनि सापै म छ। अनि तपाईले यहाँ हेर्नुहुँदैछ कि बाबुले यहाँ सबै सामानहरु रेडी गर्नु हुँदैछ। अनि यहाँ अहिले हातमा ग्लोभ्स पनि लाउनु हुँदैछ, प्लस अनि त्यो जुन चाहिँ साप पक्रिने त्यो स्टिक हुन्छ त्यसलाई पनि रेडी गर्नु हुँदैछ। अनि यहाँ अहिले बाबा जानुहुन्छ, तपाई साइडबाट हेर्नु हुँदैछ हैन। अन्त यहाँ रेडी भइसक्यो बाबा पक्रिनको लागि। अन्त बाबाले जुन डाइरेक्सनमा हेर्नु हुँदैछ त्यो चाहिँ रङ डाइरेक्सनमा जानुभयो, रङ डाइरेक्सनमा चाहिँ खोज्नु हुँदैछ। लेकिन त्यो चाहिँ अलिकति यता अगाडिपटि थियो। अनि यस्तै गर्दाखेरि चाहिँ अनि सबैजनाले भन्दैछ अगाडि छ अगाडि। अन्त फेरि अगाडि अलिकति हेर्दाखेरि त्यहाँ पनि छैन रहेछ साप। खास गरी साप चाहिँ यहाँ बीचमा छ, तपाईले हेर्नुहुँदैछ न यहाँ भिडियोमा साप चाहिँ बीचमा छ। अनि त्यो सापलाई अहिले निकाल्नु हुन्छ। अन्त यो यहाँ रहेछ साप चाहिँ ब्ल्याक एन्ड येलो कलरमा छ, पहेँलो र कालो कलरमा छ। अनि सापलाई अहिले यहाँ रेस्क्यु गरेर चाहिँ त्यो झोलाभित्र हाल्छौं। तर यहाँ सापलाई उठाउँदाखेरि चाहिँ एउटा गल्ती भयो, त्यो गल्ती भयो अनि त्यो झर्यो पनि मुनि। अनि राम्ररी पक्रिकिन त्यसलाई यहाँ सबैजनाले हेराउँदैछ साप यो हो भनेर, ब्ल्याक एन्ड येलो कलरमा। अनि तपाईले हेर्नुहुँदैछ यी सापको कलर चाहिँ यस्तो छ। अनि यसलाई रेस्क्यु गर्छौं, गरिसकेर चाहिँ अहिले यहाँ झोलाभित्र हाल्छौं त्यसलाई रेस्क्यु गरेर। तपाईले हेर्नुहुँदैछ होला। अन्त त्यसलाई रेस्क्यु गरिसक्यौं हामीले। अन्त यसलाई रेस्क्यु गर्नुको ठीक पछाडि हामी चाहिँ फटाफट जंगल गयौं, गुल्माको फरेस्टमा गइसकेर चाहिँ हामी यसलाई छोडिदियौं। अन्त यो छोड्नुको पनि भिडियो हेर्नुहुँदैछ तपाईले कि अन्त कसरी यसलाई आराम निकालेर चाहिँ यसलाई छोड्दिनु भयो हैन बाबाले। अनि यहाँ हेर्नुहुँदैछ कि साप गइसक्यो, तपाईले हेर्नुहुँदैछ। अनि यो चाहिँ गुल्मा फरेस्ट हो। अन्त सापलाई चाहिँ ठीक हामी यही छोड्छौं जहिले पनि। अन्त थ्यांक यू फर वाचिङ।